दुज्जु अब यसलाई सट्ट दिन न त दुज्जु मेरो पनि भाइको पखाइ म यहाँ सट्ट यो निकालिदिन्छु एउटा सिन यस्तो दामी सिन दुई शब्द जाओस् न त हाम्रो भाइको शब्द आउँदैन यार दाइ बोल्न त नेता हैन दाइ नेता भएदेखि बोल्न आउँथ्यो नेता नभएपछि बोल्न आउन्न त्यही बोल्न नजानेर हामी विदेश आएको हैन हामी दुई भाइ बोल्नु नजानेर विदेश आएको बोल्नु जान्नेहरू नेपालमा छन् गर्दैछन् खाँदैछन् लुट्दैछन् ढुट्दैछन् अनि देश कंगाल बनाउँदैछन् कोनी है यहाँ हेर्नु हाँसहरू सर चरा होला हौ चरा सर्प त यहाँ खासै हुँदैन मेरो फोटो खिच्नु बुढा आउँछ खिच्दिहाल्यो ल हामी चाहिँ अहिले वेस्टर्न स्प्रिङ लेक साइट भन्ने ठाउँ आइपुगेका छौँ अब यहाँबाट हामी सरर घुम्न जानेछौँ यहाँबाट उपर हेर्दाखेरि तालहरू देखिँदैछ हैन हाँसहरू खेल्दैछ अनि बिहानभरि चाहिँ के गर्यो भने बोरोले कमेडी गरेछ बोरोले घुम्नु आउने फोन चाहिँ चार्ज नगरिकन आएछ फोटो कसरी खिच्ने त नि यसबाट खिच्नुपर्छ फोटो भरे फोटो त योबाट झल्ल मल्ल आइहाल्छ नि तल हुन्छ क्या हिँड न त्यहीँनिर म्यापमा थिएन देखाएको थिएन म्यापमा थिएन त्यसो भए छैन क्या सट्ट रुखमा छलेर दिने हो नि त नि ए पब्लिक टोयलेट छ यहाँ चाहिँ कहाँ छ 260 मिटरमा रहेछ तपाईले जानु पर्छ दाजु सट्ट हैन भने टोयलेट जाउँ यहाँबाट यता गएर अनि आऊ अनि हेर नेपाली स्टाइल दिने हो नि छैन भने कहाँ यहाँ बुढा सम्पत्ति फोटो त खिच्न पुग्ला दाजु यसले मलाई टेन्सन छैन ल स्यार अगाडि अब यहाँ भित्र छिरेर हैन पानी पो रहेछ त्यही यहाँ भित्र यही हो र ताउ तल हो त ताल त यहीबाट त सुरु भइसकेको छ त नि खै मान्छेहरू यसरी घुम्न आउँछ रहेछन् यहाँनिर ताल टक्क अनुहार आयो ट्याक्क अगाडिपट्टि गाडी चाइनिजहरूले यो चराहरूलाई चाहिँ चारो दिँदै हिँड्दैछ क्या परेवा यसको नाम चाहिँ के हो कुनि यो सेतोवाला चरा यो जता खोला हुन्छ त्यता जता पानी त्यता चरी हिँड्छ यिनीहरू वाउ अनि यो ठुलो ठुलो राजहाँस घाँटी नै कत्रो छ टोक्ला जस्तो है कस्तै डर मर्दै घाँस घाँस खाँदो रहेछ यिनीहरूले घाँस अब त ठिकै लाग्यो त राम्रै लाग्यो मलाई त ठिकै छ आँखालाई शीतल त हो मनलाई शीतल आँखालाई शीतल ल म सर हिँड्छु मलाई यस्तो भिडियो बनाइदेऊ न त यतिकै छोडिदेऊ हो त्यसरी पक्र न हो त्यसरी क्या कस्तो छ राम्रो छ आउँदैछ हामी अहिले वेस्टर्न स्प्रिङ भन्ने ठाउँमा छौँ घुम्दैछौँ रमाइलो गर्दैछौँ यहाँनिर धेरै धेरै ताल रहेछ धेरै होइन एउटा ताल छ हाँस छ चराहरू छ परेवा पनि रहेछ वरिपरि पार्क छ यतापट्टि सट्ट उता देखाउँदा हेर त कस्तो राम्रो जङ्गल छ वाउ एकदम राम्रो जङ्गल वरिपरि रुख हरियाली हैन थाकेको मन गलेको मन
दिमाग सबैलाई शीतल बनाइदिने सौतारो जस्तो रहेछ यो ठाउँ। यहाँनिर तपाईँहरू पनि कोही न्युजिल्यान्डमा हुनुहुन्छ भने आउनुहोस्, घुम्नुहोस्, रमाइलो गर्नुहोस्, आफ्नो मनलाई शान्त बनाउनुहोस्। मेरो चाहना यही छ, सबैको मन शान्त होस्। हाम्रो क्यामेरा भाइलाई आपत परिसक्यो। यहाँ दाइ राम्रो आउँदो रहेछ सिन यार। कहाँ हो? यहाँ पनि उयो नि त छाया आइहाल्छ नि भाइ। दुईटा गालामा घाम पर्दैन यहाँ उभिँदा हल्का मात्रै पर्छ रहेछ। राम्रै हुन्छ यहाँबाट। यहाँ जोडी चरा ट्याट ट्याट ट्याट। अझ यहाँ पुरा समरमा हुन्थ्यो भने यो भुइँमा बसेर फोटो खिच्नु कस्तो दामी आउँथ्यो यार, सट्ट आनन्दले। यो हेर रुख, तपाईँको यसबाट फोटो कस्तो आउँछ बुढा? यो बुढो रुख देखेर तिमीले के 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 सोध्छौ, के पायौ? यो हेर, यो त नेपालमा हुँदैन, काटेर फालिदिइसक्थ्यो यार यस्तो। यो रुख यतिको धोद्रो भएर पनि हेर यसले आफ्नो काम भुलेको छैन, कर्तव्य भुलेको छैन, उसको आफ्नो जिम्मेवारी भुलेको छैन। आहै त्यहाँ त छाया आउँछ, त्यहाँ चाहिँ बरुभन्दा आउँदैन थियो। बुढा कपालमा के आएर बसिरहेको रहेछ नि मेरो? के छ हौ तिमी फेरि सानो सानो कुरा पनि नोटिस गर्ने रहेछ क्या? ठुलै रहेछ बुढा त्यो रुखको खसेको। त्यति धेरै सोच्नु हुन्न क्या लाइफमा, बुढा यति राम्रो लाइफमा यार। ल भिडियो खोइ म खिचिदिन्छु फोटो। गिभ मी सम सनसाइन। पिक्सल्स ल दाइ यो सिन ट्याक्क 1300 यताबाट ल्यान्डस्केप। ल्यान्डस्केपै हो दाइ, मलाई फोटो प्राय मनपर्ने। यसलाई पछाडिको अलिमै हालिदिन्छु, फ्रन्टै साथ। अब म पुरै क्यामेराम्यान हुँदैछु विकास भाइको। अब आफू त मूर्ति जस्तो उभिने मान्छेलाई पोर्सिका मागा भन्छ यार। मूर्ति जस्तो उभिने मान्छेलाई पोर्सिका मागेर हुन्छ यहाँ। ट्याक्क लाएर खिचिक्क। तर छाया त आयो भाइ गालामा। चेक गर पहिला भिडियो। ल भिडियो र उदो यता गर्दाखेरि यता रुकियो सिन मात्र आउँछ। छाया आयो ठिक छ। वान साइड। कहीँ पनि मिल्दैन हो त यो फोटो? कस्तो कहीँ पनि मिल्दैन? पनि छाया पर्ने हो खासमा। छाया त परिहाल्छ नि, घाम लागेको छ नि त। घाम कि त दिन उज्यालो मात्रै हुन्थ्यो भने एउटा कुरा, घाम लाग्ने बित्तिकै त छाया परिहाल्यो। त्यो तिमी छ्यास ऊ हुने बित्तिकै औषधि नखाइहाल क्या? किन खाइहाल? एलर्जी हो कि मलाई लास्टै एलर्जी भइरहेको क्या त यता सिलगढीमा यस्तो हुन्न थियो नेपालमा। ए त्यहाँनिर बसेर भिडियो फोटो खिचौँला भनेको त त्यहाँबाट राम्रो आउँथ्यो जस्तो लागिरहेको थियो। यहाँबाट राम्रो आउँछ होला। होइन अझै आउँदै रहेछ यार। पुल त पर कता छ? उताबाट घुमेर जानुपर्छ। जाऊँ न जाऊँ। मनगाउँ म नगएको थुप्रो भयो दाइ यार, भ्याएकै छैन आजभोलि। 2 दिन छ छुट्टी त 2 दिन छ, आज छ भोलि छ, तर अलि नभ्याएर सट्ट भ्याउँदाखेरि। तपाईँ कता हो अहिले? ए अहिले कहाँ छ तपाईँ काम? पोइन्ट सेभिलियर नै हो? कता हो? ए हामी खास त्यही नजिकै छौँ क्या। यहाँ वेस्टर्न स्प्रिङ पार्क भन्ने तपाईँलाई थाहा होला। होइन वेस्टर्न स्प्रिङ भन्ने क्या, त्यसैको छेउ हो। ए होइन ठिकै छ, केही छैन, पछि भेट्नु पर्छ। काम पोन्सनबीमा छु दाइ। हजुर काम ठिकै छ, चल्दैछ।
हुन्छ दाइ हुन्छ हुन्छ म तपाईँलाई कल गर्छु नि आएको बेलामा है ल ल ओके दाइ ओके बाई कस्तो ठुल्ठुलो माछा हो यार आमामामा यहाँ पनि आयो भिडियोमा पनि यो इल त यहाँ कति हो बाम माछा यत्रो ठुल्ठुलो पोसिएर बसेकाहरू यो टाटे माछाहरू त उता त पहेँलो खाले त रातो खाले महँगो हुन्छ तिम्रो आगमनले फेरि नयाँ खोइ तिम्रो फोटो खिच्ने भनेको होइन यहाँ त खासै ठाउँै छैन रहेछ आउँछ ओ साइकल आयो साइकल पछाडि निक्लिनै पर्छ होला पर्दैन माछा समाएर के गर्नु लानीलाई पकाएर सबैले हुन्छ कस्तो एकै ठाउँ बसिरहेको है तिनीहरू किन यो मलाई धेरै हुन्छ अलिक सानो हुन्थ्यो भने म समाउँथेँ होइन यो धेरै भयो कस्तो चुप्पोलाएर बसिरहेको किन हामीलाई हेरेको नि उनीहरूलाई पनि रमित भइरहेछौँ हामी उनीहरूलाई रमित भयो जस्तो उनीहरू पनि उनीहरूले हामीलाई देखेर रमित भइरहेछ आउँदाखेरि हेर्नु नि त यस्तो ट्राङ्गल जस्तो बन्छ खै बाटो छोडिदिउँ बिचराहरूलाई अलि लडी मर्छ आऊ म भिडियो खिचिदिन्छु ए फोटो तर धेरै आउँछ क्या भाइ तपाईँ गोरो आइज त लास्टै गोरो आयो क्या दाइ कसरी गोरो आयो त नि म गोरो छु र म गोरो छु र गोरै रहेछु यार ठिक छ त नि है त्यही तिमीलाई पनि त्यस्तै फोटो निकालिदिन्छु ऊ त्यो बिचबाट खिचिदिनु उकालो यताबाट चाहिँ उता बस न एकचोटि चेक गरौँ उताबाट यता त पछाडिको सिन मात्रै आयो नि त होइन बाबा आएको छ फोटो राम्रो ठिकै छ बबाल छ त नि यस्तो भयो भने भइहाल्यो नि हल्का यस्तो अलिकति मास्तिर हेर त हल्का ल भाइको कतिवटा पोज दिन सक्छौ देऊ क्यामेरामा रिल सकिँदैन क्यारा ल चेक गर ब्याट्री सकिँदैन रिल नसके ब्याट्री सक्यो आइफोनबाट खिच्ने हो नि यताबाट खिच्नु ल बरु यता बस्छु यतैबाट खिचिदिनु अनुहार कालो आयो यतैबाट खिचिदिनु भने यति राम्रो ठाउँ छ यसको मजा लिनै पर्यो नि परतिर नजाने भनेको यहाँ मान्छेहरूले पनि खिच्यो अनि कहाँनिर यहाँ मेरो खिच्दैछ भनेको त अरू पनि खिचिदिँदो रहेछ यार अहिले खिचेर भयो नि केही भन्दैनन् त्यही भएर त मैले यस्तो गरेर त भनिदिएको नि त त्यही लागेर नै हो दिस इज न्युजिल्यान्ड हाँस हेलो गाइज हेलो हेलो भयो होला गोलो हो रातो अँ तपाईँ यहाँ बस्नु आउनु चुप्पो लाग्यो एकचोटि
पछि खिच्नु म यस्तो मात्र निकाल्नु तपाईँको फोटो एउटा आइडिया आयो कि मलाई